सो हेलो एभ्रिवान, स्वागत छ आजको हाम्रो नयाँ भिडियोमा। आज चाहिँ हामी रोयल च्यालेन्जर्स बेङ्गलोर र पन्जाब किङ्सको जुन फाइनल म्याच छ आइपिएलको त्यसको फ्यान्टासी टिम कभर गर्छौँ। र यो भिडियो चाहिँ पुरै स्ट्याट बेस्ड छ। सबै रिसर्च कलेक्ट गरेर मैले सबै प्लेयरको डाटाहरू कलेक्ट गरेर यो भिडियो बनाएको छु। त्यही भएर यो भिडियोलाई लास्टसम्म नछुटाइसँग हेर्नुभयो भने चाहिँ पक्कै पनि ऱ्याङ्क बेटरै हुनेछ पहिलाभन्दा। ल भिडियोलाई अब ढिला नगरिकन सुरु गरौँ। आजको म्याच चाहिँ नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा छ। नरेन्द्र मोदी स्टेडियम अहमदाबादको चाहिँ ग्राउन्ड कस्तो छ भन्दाखेरि ब्याटिङ प्याराडाइस एकदम। लास्ट रिसेन्टली हामीले पहिलाको 4 म्याचेस हेर्ने भने चाहिँ रिसेन्टली 4 म्याचेस हेर्दाखेरि चाहिँ हरेक गेममा 200+ स्कोर बनिरहेछ यहाँ इजिली नै। त्यही भएर बलर फोकस्ड भन्दा पनि ब्याट्सम्यान फोकस्ड भएर हामीले टिम बनायो भने चाहिँ पक्कै पनि बेटर ऱ्याङ्क आउँछ हाम्रो। अब यो रिसेन्टली म्याच हेर्ने हो भने चाहिँ स्पिनरले खासै धेरै मद्दत देखिँदैन यो पिचमा। अझै सेकेन्ड इनिङमा ड्यू आउँछ यो ग्राउन्डमा। ड्यू आएपछि बल ग्रिप गर्न गाह्रो हुन्छ। यसै पनि आजको म्याचमा खासै त्यस्तो राम्रो स्पिनर कोही पनि छैन। त्यही भएर हामी पेसरमा नै बढी फोकस्ड हुन्छ आज चाहिँ। अब रिसेन्टली यो दुईवटा म्याचको रिजल्टहरू, यो पिबिकेएस भर्सेस एमआईमा चाहिँ 111 जनामा हामी फर्स्ट भएको थियो, किनकि नेहल वाडेरा हामीसँग थियो डिफ्रेन्सियल पिक। मैले भने पनि थिएँ भिडियोमा, हेर्नु भएको थियो भने लास्टसम्म होइन। ल अनि त्यसपछि अर्को स्कटल्यान्ड भर्सेस नेपालको गेममा पनि सेकेन्ड भएको थियो हामी, किनकि हामीले मेकमलिनलाई क्याप्टेन बनाएको थियो अनि करण केसी पनि थियो टिममा। यो पनि कुरा मैले भिडियोमा अलरेडी मेन्सन गरिसकेको थिएँ। त्यही भएर भिडियो नछुटाइसँग हेर्नुभएको भए यो दुइटै गेममा हजुरको पक्कै पनि राम्रो ऱ्याङ्क आएको थियो होला। अब आज हामीसँग आरसिबीको विकेट किपर सेक्सनमा हेर्ने भने को छ त? फिलिप सल्ट र जितेश शर्मा। फिलिप सल्टको एभरेज 34, जितेश शर्माको 25। फिलिप सल्टको रिसेन्ट 5 म्याचेसको पर्फर्मेन्स हेर्ने भने 1, 26, 62, 30, 56। हेड टु हेड पन्जाबसँग 6 म्याचमा एभरेज 45, भेन्यूमा 0। जितेश शर्माको लास्ट 5 म्याचमा ब्याटिङ आएन, 7, 24, 85x अनि ब्याटिङ आएन। अब जितेश शर्माको चाहिँ के छ भन्दाखेरि त्यही एउटा 85 को इनिङ्स छोडिदिने भने अरू खासै राम्रो पर्फर्मेन्स छैन सिजनभरि, त्यही 20-30, 20-30 छ। अनि जितेश शर्माको चाहिँ के छ भन्दाखेरि ब्याटिङ आउने फिक्स पनि छैन। त्यही भएर जितेश शर्मा चाहिँ एकदमै रिस्की पिक हुन्छ। जितेश शर्मालाई चाहिँ हामीले लिँदैनौँ टिममा। हामीले चाहिँ फिलिप सल्टलाई चाहिँ हरेक टिममा लिन्छौँ। जतिवटा टिम बनाए पनि अब एकदम 6-7वटै टिम बनायो भने चाहिँ फिलिप सल्टलाई कुनै एउटामा छोड्दा भयो। नत्र हेड टु हेड टप 3 वाला कन्टेस्ट अनि त्यसपछि टप 5 वाला कन्टेस्ट, त्यस्तोमा चाहिँ फिलिप सल्ट चाहिँ हाम्रो स्योर पिक हुन्छ। अब पन्जाबको विकेट किपर सेक्सनमा हेर्ने भने चाहिँ हामीसँग छ प्रभसिमरन सिंह र जस इङ्ग्लिस छ। प्रभसिमरन सिंहको एभरेज 25, जस इङ्ग्लिसको 29। लास्ट 5 म्याचमा 21, 28, 73, 18 छ प्रभसिमरन सिंहको। जस इङ्ग्लिसको छ 30, 32, 72, 4, 38। अनि अब प्रभसिमरन सिंहको चाहिँ अब राम्रो प्लेयर हो, पुरै आइपिएलभरि राम्रो पर्फर्म त गर्यो, तर रिसेन्टली चाहिँ फर्म डिप भइरहेको छ, त्यस्तो राम्रो खेलेको छैन र एकदमै नचाहिँदो सर्ट खेलेर आउट भइरहेछ क्या। रेस्पोन्सिबल खालको गेम प्ले छैन प्रभसिमरन सिंहको कि ट्रस्ट गर्न मिलोस्। त्यही भएर हामी जस इङ्ग्लिससँग क्यारी हुन्छौँ है त। जस इङ्ग्लिस चाहिँ फेरि अस्ट्रेलियन पनि भयो अनि नकआउट गेममा अस्ट्रेलियनले जतिको राम्रो पर्फर्मेन्स अहिले दिँदैन पनि। अनि त्यसै माथि जस इङ्ग्लिस विकेट किपर पनि हो। प्रभसिमरन सिंह विकेट किपर भए पनि अहिले विकेट किपिङ गर्दैन, त्यही भएर जस इङ्ग्लिसले गर्छ। अनि विकेट किपरको यसै पनि बढी पोइन्ट आउँछ, क्याच अनि त्यसपछि स्टम्पिङहरूले गर्दाखेरि, त्यही भएर जस इङ्ग्लिस लिन्छौँ, प्रभसिमरन सिंह चाहिँ नो है। अब ब्याट्सम्यान सेक्सन आरसिबीको हेर्ने भने चाहिँ हामीसँग छ अप्सन विराट कोहली, मयङ्क अग्रवाल, रजत पाटीदार। विराट कोहलीको त अब एभरेज 39, 5 म्याचमा पर्फर्मेन्स हेर्ने भने 51, 60, 43, 54, 12। विराट कोहलीलाई पनि टिममा छुटाउनै भएन, किनकि विराट कोहलीको त के भन्नु पर्यो, सधैँ राम्रै पर्फर्मेन्स हुन्छ। तर सिभिसीमा चाहिँ हामी विराट कोहलीले खासै हेर्दैनौँ, किनकि अहिले त्यस्तो पहिला जस्तो सेन्चुरी हान्ने खालको विराट कोहली छैन यो सिजनमा। पर्फर्मेन्स कन्सिस्टेन्ट छ, तर पहिला जस्तो 40 बलमा जुन सेन्चुरी आउँथ्यो विराट कोहलीको, त्यस्तो भिन्टेज विराट कोहली चाहिँ हामीले देखाएको छैनौँ। त्यही भएर विराट कोहलीलाई चाहिँ हामीले सिबिसी त बनाउँदैनौँ, तर टिममा चाहिँ हामी हरेक टिममा हाल्छौँ जतिवटा टिम बनाए पनि। मयङ्क अग्रवाल चाहिँ अब राम्रो प्लेयर त हो, तर टिममा हामी राख्दैनौँ, किनकि एकदम रिस्की छ क्या, ब्याटिङ नआउन नि पायो। बरु रजत पाटीदार छ जुन हाम्रो, रजत पाटीदारले चाहिँ एकदमै राम्रो खेल्छ जस्तो लाग्छ आज मलाई चाहिँ है। यो धेरैले रजत पाटीदारको फर्म डिप छ के छ भनेर टिममै नहाल्न नि पायो, तर हामी रजत पाटीदारलाई चाहिँ के बनाउँछौँ, सिभिसी बनाउँछौँ हो। यस्तै हाम्रो 1-2वटा डिसिजनले गर्दा हो गेम चेन्ज हुने, म्याच जिताउने होइन हामीलाई। त्यही भएर रजत पाटीदार चाहिँ हाम्रो टिममा पनि हाल्ने र सिभिसीको कन्टेन्डर पनि हो है रजत पाटीदार, किनकि एकदम राम्रो प्लेयर। रिसेन्टली पर्फर्म गरिरहेको त छैन, तर फाइनलमा आरसिबीले यदि जित्न छ भने रजत पाटीदारको पर्फर्मेन्स 100% आउँछ।
रजत पाटीदारलाई चाहिँ हामीले सिभिसीको कन्टेस्टेन्ट मानेर जान्छौँ अगाडि। अब ब्याट्सम्यान सेक्सन पन्जाबको हेर्ने हो भने हामीसँग छ प्रियान्स आर्या छ, रजत पाटीदार होइन यो शशाङ्क सिंह हो, यहाँ लेख्न मिस्टेक भएछ। अनि त्यसपछि निहाल वाडेरा, अनि त्यसपछि श्रेयस अय्यर, अनि त्यसपछि प्रियान्स आर्या। अस्तिको गेममा मैले के भनेको थिएँ, निहाल वाडेरालाई हाम्रो टिममा राख्नै पर्छ भनेको थिएँ र टिममा राखेर राम्रो पनि भयो। निहाल वाडेराले 48 कति रन बनायो र एकदम धेरै पोइन्ट्स दियो, जसले गर्दा जसले टिममा राख्नु भएको थियो इजिली जित्नु पनि भयो होला। हो यो गेममा चाहिँ शशाङ्क सिंहलाई हामीले लिँदैनौँ, किनकि फाइनलमा त्यस्तो गेम चेन्जिङ पर्फर्मेन्स शशाङ्क सिंहको आउँछ जस्तो लाग्दैन मलाई। प्रेसर सिचुएसनमा त्यस्तो राम्रो खेल्छ जस्तो लाग्दैन। र प्रियान्स आर्या छ हाम्रो एउटा सिभिसीको कन्टेस्टेन्ट, यङ किड हो तर एकदमै राम्रो पोटेन्सियल छ। अनि प्रभ सिमरन सिंहभन्दा चाहिँ बेटरै लाग्छ मलाई प्रियान्स आर्या ब्याटिङ हेर्ने भने पनि। त्यही भएर हामी यहाँबाट 3टा ब्याट्सम्यान लिएर जान्छौँ पन्जाबको चाहिँ प्रियान्स आर्या, श्रेयस अय्यर र निहाल वाडेरा। अब अलराउन्डर सेक्सन आरसिबीको हेर्ने भने चाहिँ लियम लिभिङस्टोन त आज खेल्दैन होला, टिम डेब्युट आयो भने। त्यही पनि लियम लिभिङस्टोन खेले पनि हामी टिममा चाहिँ राख्दैनौँ। बलिङबाट पोइन्ट दियो भने ब्याटिङबाट त आउँदैन। अब हाम्रो अर्को अप्सन छ रोमेरियो सेफर्डलाई पनि हामी टिममा राख्दैनौँ, किनकि रोमेरियो सेफर्डको पनि यही एउटा 53 को इनिङ्स छोडिदिने भने अरू खासै राम्रो पर्फर्मेन्स छैन। यो 53 को इनिङ्स पनि सिएसकेको बलिङसँग थियो, त्यही भएर पन्जाबको बलिङसँग त्यस्तो राम्रो पर्फर्मेन्स आउँछ जस्तो चाहिँ लाग्दैन मलाई। त्यही भएर रोमेरियो सेफर्डलाई पनि हामी टिममा हाल्दैनौँ। बरु कृणाल पाण्ड्या चाहिँ हामी हाल्छौँ। पहिलाको म्याचमा कृणाल पाण्ड्याले किन बलिङ पाएन भन्दाखेरि पहिलाको म्याचमा त गएको थियो, तर कृणाल पाण्ड्या चाहिँ एकदम राम्रो फाइनलमा जब मुम्बईबाट खेल्थ्यो, फाइनलमा एकदम क्लच खालको पर्फर्मेन्स दिने खालको प्लेयर हो। त्यही भएर पाण्ड्या ब्रदर्स अलवेज क्लच खालको हुन्छ होइन। त्यही कृणाल पाण्ड्या चाहिँ हामी टिममा हाल्छौँ। बलिङबाट एकदमै धेरै राइटीहरू छ हामीसँग। पन्जाबसँग को छ राइटी, प्रभ सिमरन छ, जस इङ्ग्लिस छ, श्रेयस अय्यर छ, अनि त्यसपछि तल पनि शशाङ्क सिंह छ, मार्कस स्टोइनिस छ। त्यही भएर कृणाल पाण्ड्यालाई चाहिँ हामी लिएर जान्छौँ, कृणाल पाण्ड्यालाई चाहिँ छोड्दैनौँ हामी। अलराउन्डर सेक्सन पन्जाबको हेर्ने भने चाहिँ मार्कस स्टोइनिस र अजमतुल्लाह उमर छ। मार्कस स्टोइनिस एकदमै राम्रो प्लेयर, मैले अब नछोड्नु भन्थेँ, तर के छ भन्दाखेरि मार्कस स्टोइनिसले बलिङ पाउँदैन, 1 ओभर मात्रै धेरै पायो भने। ब्याटिङमा पनि 5 डाउन आएर 5 डाउन 4 डाउन आएर चाहिँ इम्प्याक्ट पार्न गाह्रै हुन्छ गेममा, हेभी इम्प्याक्ट पार्न। रिस्क लिनलाई डिफ्रेन्सियल अप्सनको लागि मार्कस स्टोइनिस पनि ठिक छ, तर मार्कस स्टोइनिसलाई टिममा हाल्ने भने चाहिँ हामीले अगाडिको जुन छ पिबिकेसको ब्याटरहरू टप अर्डर जुन छ नि, श्रेयस अय्यर, प्रियान्स आर्या हो, यिनीहरूलाई हटाएर चाहिँ मार्कस स्टोइनिस हाल्दा हुन्छ, किनकि हामीले सिनारियो अनुसार टिम बनाउनु पऱ्यो नि त। पन्जाबको टप अर्डर कोल्याप्स भयो भने त मार्कस स्टोइनिसले बल्ल राम्रो पर्फर्मेन्स दिने हो नि। त्यही भएर त्यो कन्डिसनमा मात्रै हामी मार्कस स्टोइनिस राख्छौँ, नर्मल हेड टु हेडवालामा चाहिँ हामी हाल्दैनौँ है त मार्कस स्टोइनिसले। बरु अजमतुल्लाह उमरजाईलाई चाहिँ हामी हाल्छौँ, किनकि अजमतुल्लाह उमरजाईको के छ भन्दाखेरि 4 ओभर कम्प्लिट गर्छ। मुम्बईको म्याचमा पनि 4 ओभर गएको थियो र 4 ओभर पनि डेथमा गर्छ, डेथमा विकेट आउने चान्स पनि एकदम धेरै हुन्छ। धेरै नभए पनि 2 विकेट त इजिली आउनसक्छ। हो 2 विकेट इजिली आउनसक्छ र त्यसैमाथि पावर प्लेमा पनि बलिङ गर्छ 5th 4th 5th 6th ओभरतिर। अनि त्यतिखेरै हो आरसिबीको विकेट जाने मेन। फिलिप सल्ट, विराट कोहलीहरू 15-20 बलपछि आउट हुन्छ धेरै जस्तो। फर्स्ट ओभरमा कहिले पनि आउट हुँदैन तिनीहरू। 15-20 बलपछि कसले आउट गर्छ त, यही अजमतुल्लाह उमरजाईले, किनकि तिनीहरूले हान्न भनेर जान्छ अनि अजमतुल्लाह उमरजाईले विकेट लिन्छ। अब बलिङ सेक्सन आरसिबीको हेर्ने भने चाहिँ भुवनेश्वर कुमार छ, यश दयाल छ, जस हेजलवुड, सुयश शर्मा। भुवनेश्वर कुमारको लास्ट 5 म्याचेसमा 33 रनमा 3 विकेट, 55मा 0, 43मा 1 विकेट। भुवनेश्वर कुमारलाई टिममा नलिने है, किनकि भुवनेश्वर कुमार राम्रो बलर हो, तर 1-2 विकेटभन्दा बढी आउँदैन खासै। म्याक्सिमम् 1 विकेट त जसले लिन पाए जस्तो बलरले पनि, तर गेम चेन्जिङ पर्फर्मेन्स चाहिँ आउँदैन। त्यही भएर भुवनेश्वर कुमारलाई चाहिँ हामी टिममा राख्दैनौँ। बरु यश दयाललाई राख्छौँ हामी। यस दयालबाट राम्रो पर्फर्मेन्स एक्सपेक्ट गर्नु मिल्छ। जस हेजलवुडलाई चाहिँ छोड्ने कुरै भएन, अनि सुयश शर्मालाई पनि हामी टिममा हाल्दैनौँ। जस हेजलवुडलाई त जतिवटा टिम बनाए पनि कुनै टिममा पनि छोड्नु भएन जस हेजलवुडलाई। अब पन्जाबको बलिङ सेक्सन हेर्ने भने चाहिँ हामीसँग छ अर्शदीप सिंह, अनि त्यसपछि भुवनेश्वर कुमार होइन, यो काइल जेमिसन हो। काइल जेमिसन लेख्न छुटेछ, तर विचार गर्नु होला। अनि अर्को भाइसक विजय कुमार, अनि युजवेन्द्र चहल। यहाँबाट हाम्रो छ अप्सन 3टै छ है हाम्रो। यो के अरे अर्शदीप सिंहलाई छोडिदिने है। अर्शदीप सिंहको रिसेन्ट 5 म्याच हेर्ने भने पनि त्यही 1 म्याचमा 2 विकेट छ। के छ भन्दाखेरि अर्शदीप सिंहले राम्रो बलिङ गरे पनि ब्याट्सम्यानहरूले थाहा छ नि त अलरेडी राम्रो बलर हो, त्यही हान्नै खोज्दैन। अनि अर्शदीपले त्यस्तो हान्ने खालको बलिङ पनि गर्दैन, स्लोवरहरू पनि फाल्दैन, यर्करको ट्राई गर्छ। त्यही भएर अर्शदीप सिंहको विकेट आउने चान्स एकदम कम छ। बरु हाम्रो भाइसक विजय कुमारलाई चाहिँ टिममा, यो चाहिँ डिफ्रेन्सियल पिक हुन्छ है कि धेरैले ल्याउँदैन भाइसक विजय कुमारलाई।
तर हामी भाइचेक विजय कुमारलाई टिममा हाल्छौँ किनकि भाइचेक विजय कुमारको इजिली 2-3 विकेट आउन सक्छ फाइनलमा हैन। फाइनलमा प्रेसर हुन्छ अनि भाइचेक विजय कुमारले आउटसाइड अफ स्टम्पतिर बल फाल्छ र इजिली क्याच आउट हुनसक्छ मान्छेहरू भोइने। अनि त्यसपछि काइल जेमिसनले पनि हामी टिममा हाल्छौँ। अर्शदीप सिंह र काइल जेमिसनले बलिङ ओपनिङ गर्छ। अर्शदीप सिंहले विकेट नआए पनि काइल जेमिसनले चाहिँ विकेट पाउन सक्छ। युजवेन्द्र चहल चाहिँ एकदमै रिस्की पिक हो तर टिममा ट्राई गर्दा हुन्छ 2-3वटा टिम बनाउने हो भने कुनै एउटामा युजवेन्द्र चहल पनि पिक गर्दा चाहिँ भयो। अझै युजवेन्द्र चहल सेकेन्ड इनिङमा भन्दा नि फर्स्ट इनिङमा चाहिँ बलिङ गर्दाखेरि युजवेन्द्र चहललाई लियो भने राम्रो। ल अब हाम्रो डिफरेन्सियलको त्यही म कुरा गर्दै थिएँ। हामीसँग 3टा डिफरेन्सियल छ है यो गेममा, भाइचेक विजय कुमार, काइल जेमिसन अनि यस्तै अजमतुल्लाह ओमरजाई पनि एउटा डिफरेन्सियल त हो। 20-22% कति मान्छेले राखेको छ टिममा, त्यही भएर मैले अलिकति बढी सिलेक्सन पर्सेन्टेज छ भनेर मात्रै अजमतुल्लाह ओमरजाईलाई यो लिस्टमा नहालेको। अजमतुल्लाह ओमरजाईलाई पनि हाल्दा हुन्छ है। अब आजको टिम मैले के कस्तो बनाएको छु भन्दाखेरि अब सिभिसी अहिले छोडिदिउँ, सिभिसी पछि चेन्ज गर्दा हुन्छ। फिलिप सल्ट, जस इङ्ग्लिस, प्रियन्स आर्या, श्रेयस अय्यर, विराट कोहली, रजत पाटीदार, नेहल वाडेरा, कृणाल पाण्ड्या, जस इङ्ग्लिस, यश दयाल, काइल जेमिसन। अब यहाँ चाहिँ अब हामीले के चेन्ज गर्नु मिल्छ त भन्दाखेरि कृणाल पाण्ड्यालाई हटाएर अजमतुल्लाह ओमरजाईलाई चेक गर्दा भयो। अजमतुल्लाह ओमरजाईको पर्फर्मेन्स आउने चान्स छ हैन। कि त आरसिबीको अरू कुनै कि त कृणाल पाण्ड्यालाई हटाएर मयङ्क अग्रवाललाई हाल्दा नि भयो। मयङ्क अग्रवालको नि पर्फर्मेन्स आउन पायो, हामीले रिस्क लिन मिल्यो हैन। कृणाल पाण्ड्यामा चाहिँ रिस्क लिन मिल्यो। अरू हामीले फिलिप सल्टलाई चलाउँदैनौँ, जस इङ्ग्लिस चलाउँदैनौँ, प्रियन्स आर्या चलाउँदैनौँ, श्रेयस अय्यर चलाउँदैनौँ। कि त बरु नेहल वाडेरालाई हटाएर प्रभ सिमरन कि त मार्कस स्टोइनिस हाल्दा पनि हुन्छ है। यो पनि ख्याल गर्नु होला, नेहल वाडेराको सट्टामा अरू कुनै ट्राई गर्दा नि भयो। अनि त्यसपछि सिभिसीको कुरा गर्ने भने चाहिँ अरू चाहिँ हाम्रो फिक्स छ, यो 3टा बलर चाहिँ यही लिएर जानु होला भन्छु है म चाहिँ। यसमा चाहिँ धेरै ट्राई नगरेकै राम्रो किनकि जस हेजलवुडलाई त चेन्ज गर्ने कुरा भने यस दयालको पनि 100% विकेट आउँछ, त्यसमा बलिङ गर्छ यसले पनि। अनि त्यसपछि काइल जेमिसनको पनि विकेट आउने चान्स एकदम राम्रो छ किनकि मुम्बईको अगेन्स्टमा पनि एकदमै राम्रो बलिङ गरिरहेको छ काइल जेमिसनले। अब यहाँबाट हामीले सिभिसीको अप्सन के छ त, फिलिप सल्टलाई सिभिसी बनाउन एकदम रिस्की हुन्छ किनकि 50-60 रनभन्दा धेरै एक्सपेक्ट गर्दैनौँ हामी फिलिप सल्टबाट। 50-60 रन हो म्याक्सिमम्। जस इङ्ग्लिस पनि त्यही कुरा। विराट कोहलीले एकदम अलिकति त्यो इम्प्याक्ट खाल्ने 50-60 रन त आउँछ तर बााउन्ड्रीबाट बढी पोइन्ट्स आउँछ नि त। बााउन्ड्री खासै हान्दैन विराट कोहलीले, त्यही भएर 50 हाने पनि हामी सिभिसी चाहिँ बनाउँदैनौँ तर टिममा चाहिँ फेरि हाल्छौँ। हाम्रो सिभिसीको पिक हुन्छ एउटा प्रियन्स आर्या, श्रेयस अय्यर अनि अर्को रजत पाटीदार चाहिँ हाम्रो आजको गेम चेन्ज हुनेवाला छ है। रजत पाटीदारलाई चाहिँ कसैले पनि सिभिसी बनाउँदैन हो, त्यो रजत पाटीदारलाई चाहिँ हामीले छोड्नै नहुने मान्छे यो चाहिँ। अनि फिलिप सल्ट र जस इङ्ग्लिसलाई पनि रिस्क लिएर ट्राई गर्दा चाहिँ भयो है। ल अब आजको भिडियो चाहिँ यही टुङ्गाएँ है त मैले। अब के छ कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला किनकि नयाँ नयाँ च्यानल सुरुवात गरेको छौँ हामीले हैन। अब थाहा हुँदैन सुरुमा कस्तो भएको छ भिडियो, बिग्रेछ बनाएको छ, त्यही भएर भिडियो हेरि मात्रै रहनु भएको छ भने मैले हेरिरहेको छु कि त यस भनेर कमेन्ट गरिदिनु होला, हौसला हुनेछ अर्को भिडियो हाल्नलाई। थ्याङ्क यू। लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है त।